नमस्कार साथीहरू, आज म घरमै सजिलै बनाउन सक्ने मिठाईको रेसिपी लिएर आएको छु। मैले आधा किलो पिठोमा 1 चम्चा नुन र 3 चम्चा चिनी राखेको छु र यसलाई हल्का मोलिसकेपछि यसमा अलिकति तेल राख्ने। तेल पनि धेरै राख्नु पर्दैन, यो ठुलो चम्चाको 3 चम्चा जति तेल राख्यो भने पुग्छ यसमा। र यसलाई हातले मजाले मोल्ने, अब मजाले माड्ने। अब यस्तो डल्ला परिसकेपछि बल्ल यो माडियो। 5 मिनट जति यसलाई मजाले माड्नुपर्छ र यसमा थोरै थोरै गरेर अब पानी हालेर मुस्न सकिन्छ। यसमा पानी पनि थोरै थोरै गरेर हाल्नुपर्छ। एकैचोटि धेरै पानी हाल्यो भने गिलो हुने डर हुन्छ। धेरै गिलो बनाउनु नि हुँदैन र धेरै सारो बनाउनु नि हुँदैन, त्यही भएर थोरै थोरै पानी राखेर मैले मुसेँ। हजुरहरूले नि यस्तै गरी मुस्न सक्नुहुन्छ। ल यतिको भइसकेपछि यसलाई धेरै रेस्ट गर्नु राख्नु पर्दैन। यसलाई साइज अनुसार बनाउँदै गए हुन्छ। यसलाई रोटी बनाउँदा जस्तै गरेर गोलो बनाए र यसमा बीचमा पुवाल पारिदिए। सजिलो छ हेर्नु त साथीहरू, सजिलो लागेन त हजुरलाई? अनि यस्तै बनाउँदै धेरै बनाएर राख्ने। अनि भाँडोमा तेल मिडियम ग्यासमा, मधुरो ग्यासमा यो एउटा एउटा गरेर हाल्दै जाने र यो आफै फुल्दै जान्छ यो तेलमा। मधुरो ग्यास भइसकेपछि मजाले भित्रसम्म पाक्न पाउँछ। यो ठुलो आगो भयो भने चाहिँ पाक्न पाउँदैन। यता मैले चास्नीको लागि चिनी बसालेँ, यता यो हाम्रो पाक्दैछ। यसलाई मैले पल्टाएँ। 5 मिनट जति पाक्न दिने। 5 मिनटपछि यस्तो रातो रातो भइसकेपछि यसलाई पल्टाइदिनुपर्छ र फेरि अर्कोपट्टि 5 मिनट जति पकाउनु पर्छ। अनि यता चास्नी हाम्रो रेडी भइसकेको छ। अनि यो चास्नीमा अब यता पाकिसकेको उसलाई चास्नीमा एउटा एउटा गरेर हालेको छु मैले। तेल चाहिँ मजाले तैराएर हाल्नुपर्छ। तेलसँगै गयो भने चास्नीमा तेलको मिठो हुँदैन। अब यसलाई फेरि अर्कोपल्ट त पल्टाउँदैछु मैले। दुवैतिर चास्नीले भिज्यो भने मिठो हुन्छ यो मिठाई। र अनि यसलाई धेरै बेर राख्नु पनि पर्दैन, चास्नीमा धेरै बेर राख्नु पर्दैन। र यसलाई यसरी पल्टाइसकेपछि एउटा एउटा गरेर फेरि निकाल्न सकिन्छ। यो बनाउन नि सजिलो छ अनि मिठो पनि छ। घरमै सजिलैसँग बनाउन सकिन्छ। साथीहरू एकचोटि ट्राई गरेर हेर्नु होला। यो मिठो पनि छ। म फेरि यसलाई हजुरलाई डबल बनाएर देखाउँछु है त साथीहरू। यो यस्तो मधुरो आगोमा पकाइसकेपछि मिठो तरिकाले पाक्छ। यो खाँदाखेरि क्रिस्पी पनि हुन्छ अनि गुलियो पनि आउँछ। यसमा चास्नीमा डुबाएको भएर गुलियो पनि आउँछ। र यसमा नुन चिनीको कम्बिनेसनले गर्दाखेरि मिठो पनि हुन्छ। यो हाम्रो मिठाई रेडी भयो। कस्तो लाग्यो त साथीहरू? कमेन्ट गर्न नबिर्सनु होला। हस्त धन्यवाद। नमस्कार साथीहरू, आज म घरमै सजिलै बनाउन सक्ने मिठाईको रेसिपी लिएर आएको छु। मैले आधा किलो पिठोमा 1 चम्चा नुन र 3 चम्चा चिनी राखेको छु र यसलाई हल्का मोलिसकेपछि यसमा अलिकति तेल राख्ने। तेल पनि धेरै राख्नु पर्दैन, यो ठुलो चम्चाको 3 चम्चा जति तेल राख्यो भने पुग्छ यसमा। र यसलाई हातले मजाले मोल्ने, अब मजाले माड्ने। अब यस्तो डल्ला परिसकेपछि बल्ल यो माडियो। 5 मिनट जति यसलाई मजाले माड्नुपर्छ र यसमा थोरै थोरै गरेर अब पानी हालेर मुस्न सकिन्छ। यसमा पानी पनि थोरै थोरै गरेर हाल्नुपर्छ। एकैचोटि धेरै पानी हाल्यो भने गिलो हुने डर हुन्छ। धेरै गिलो बनाउनु नि हुँदैन र धेरै सारो बनाउनु नि हुँदैन, त्यही भएर थोरै थोरै पानी राखेर मैले मुसेँ। हजुरहरूले नि यस्तै गरी मुस्न सक्नुहुन्छ। ल यतिको भइसकेपछि यसलाई धेरै रेस्ट गर्नु राख्नु पर्दैन। यसलाई साइज अनुसार बनाउँदै गए हुन्छ। यसलाई रोटी बनाउँदा जस्तै गरेर गोलो बनाए
र यसमा बिचमा पुवाल पारिदिएँ। सजिलो छ हेर्नु त साथीहरू, सजिलो लागेन त हजुरलाई? अनि यस्तै बनाउँदै धेरै बनाएर राख्ने। अनि भाँडोमा तेल मिडियम ग्यासमा, मधुरो ग्यासमा यो एउटा गरेर हाल्दै जाने र यो आफै फुल्दै जान्छ। यो तेलमा मधुरो ग्यास भइसकेपछि मजाले भित्रसम्म पाक्न पाउँछ। यो ठुलो आगो भयो भने चाहिँ पाक्न पाउँदैन। यता मैले चास्नीको लागि चिनी बसालेँ, यता यो हाम्रो पाक्दैछ, यसलाई मैले पल्टाएँ। 5 मिनट जति पाक्न दिने। 5 मिनटपछि यस्तो रातो रातो भइसकेपछि यसलाई पल्टाइदिनुपर्छ र फेरि अर्कोपट्टि 5 मिनट जति पकाउनुपर्छ। अनि यता चास्नी हाम्रो रेडी भइसकेको छ। अनि यो चास्नीमा अब यता पाकिसकेको उसलाई चास्नीमा एउटा गरेर हालेको छु मैले। तेल चाहिँ मजाले तैराएर हाल्नुपर्छ। तेलसँगै गयो भने चास्नीमा तेलको मिठो हुँदैन। अब यसलाई फेरि अर्कोपल्ट त पल्टाउँदैछु मैले। दुवैतिर चास्नीले भिज्यो भने मिठो हुन्छ यो मिठाई। र अनि यसलाई धेरै बेर राख्नु पनि पर्दैन, चास्नीमा धेरै बेर राख्नु पर्दैन। र यसलाई यसरी पल्टाइसकेपछि एउटा गरेर फेरि निकाल्न सकिन्छ। यो बनाउन नि सजिलो छ अनि मिठो पनि छ। घरमै सजिलैसँग बनाउन सकिन्छ। साथीहरू एकचोटि ट्राई गरेर हेर्नु होला, यो मिठो पनि छ। फेरि यसलाई हजुरलाई डबल बनाएर देखाउँछु है त साथीहरू। यो यस्तो मधुरो आगोमा पकाइसकेपछि मिठो तरिकाले पाक्छ। यो खाँदाखेरि क्रिस्पी पनि हुन्छ अनि गुलियो पनि आउँछ। यसमा चास्नीमा डुबाएको भएर गुलियो पनि आउँछ। र यसमा नुन चिनीको कम्बिनेसनले गर्दाखेरि मिठो पनि हुन्छ। यो हाम्रो मिठाई रेडी भयो। कस्तो लाग्यो त साथीहरू? कमेन्ट गर्न नबिर्सनु होला। हस्त धन्यवाद।